हेलो गाइज म चाहिँ साङ्गे अहिले चाहिँ युए को फर्स्ट ब्रुवरीमा काम गर्छु एज अ ब्रुवर। आज चाहिँ म तपाईँहरूलाई चाहिँ बियर कसरी चाहिँ ट्याङ्कबाट चाहिँ केक गरिन्छ भनेर चाहिँ भिडियो देखाउन जाँदैछु। आजको बियर जुन म केक गर्न जाँदैछु जर्मन स्टाइलको हेफोवाइजन बियर हो, व्हिट बियर। हामी चाहिँ अब चाहिँ बियर टेस्ट गर्न जाँदैछौँ, किनभने केक गर्न अगाडि चाहिँ बियर टेस्ट गर्नुपर्ने एकदम जरुरत हुन्छ। अनि त्यो बियरमा चाहिँ कति CO2 छ, ठिक छ कि छैन, फ्लेभरहरू कस्तो छ, अनि नोट्सहरू त्यो चाहिँ एकदम लिनुपर्ने जरुरत हुन्छ। अब म चाहिँ स्याम्पल लिन जाँदैछु। यो चाहिँ हाम्रो कन्डिसनिङ ट्याङ्क रहेको छ। यो चाहिँ हाम्रो स्याम्पल पोर्ट, यो हाम्रो पिकटेल भन्छ, जुन कि चाहिँ तपाईँको त्यो बियर फोर्स हुन्छ नि त, अनि त्यसलाई चाहिँ कन्ट्रोल गरेर चाहिँ लिक्विड मात्र पठाउँछ यसको काम चाहिँ। तो अब चाहिँ बियर चाहिँ पहिला म गिलास सफा गर्छु, गिलास बियरले सफा गर्छु, किनभने त्यहाँ गिलासमा केही गरी पानीहरू छ भने मलाई त्यो पानीले डाइल्युट नहोस् भनेर चाहिँ म बियरले रिन्च गरेको हामीले। यो चाहिँ हाम्रो बियर रहेको छ। यो चाहिँ बेसिकली व्हिट बियर भएकोले चाहिँ हेभी अनि कलर चाहिँ यस्तो हुने गर्छ। तपाईँको फर्महरू, हेडहरू, एपिरेन्स वाइज ठिक छ। अब म चाहिँ स्मेल गर्न जाँदैछु। स्मेल पनि ठिक छ। अब म चाहिँ तपाईँको चाहिँ टेस्ट गर्न जाँदैछु। तपाईँको चाहिँ यो बियर चाहिँ व्हिट बियर भएको कारणले चाहिँ हामीलाई बडी चाहिँ अलि थिक र हेभी हुने गर्छ। अनि यसको फ्लेभर चाहिँ तपाईँको जर्मन स्टाइल हेफोवाइजन भएकोले यसले चाहिँ धेरै चाहिँ यिस्टबाट चाहिँ फ्लेभर तपाईँको पिक गर्छ, जुन चाहिँ कि क्लोभ र बनाना चाहिँ यसको फ्लेभर हुने गर्छ। चाहिँ तपाईँहरूलाई चाहिँ बियर केक गर्न देखाउँदैछु स्टार्टिङदेखि। यो चाहिँ हाम्रो ब्राइट ट्याङ्क रहेको छ, ब्राइट ट्याङ्क। अनि यो चाहिँ हाम्रो केक गर्ने लाइन, जुन कि अलरेडी सेनिटाइज छ, ट्याङ्क प्रेसरमा छ। अब यहाँ अलरेडी आयोडाइनमा हामीले सेनिटाइज गरिसकेको छौँ। अनि हामीले चाहिँ अब चाहिँ यो लाइन सेनिटाइज रहेको लाइन चाहिँ हामीले बियरबाट चाहिँ क्लिन गर्नुपर्ने हुन्छ। त्यसको चाहिँ दुईवटा रिजनहरू हुने गर्छ। एउटा चाहिँ हामीले चाहिँ लाइन बियरबाट सफा गर्नुपर्ने हुन्छ, अनि अर्को चाहिँ त्यहाँ धेरै समयसम्म चाहिँ यो बियर चाहिँ ट्याङ्कमा बसेको हुने कारणले चाहिँ यिस्टहरू फल भएर चाहिँ तल बस्ने गर्छ। त्यसैले चाहिँ अब चाहिँ म चाहिँ यो ट्याङ्क ओपन गर्छु। अनि बियर चाहिँ पहिला यो आयोडाइन चाहिँ यसरी फेक्छु, आयोडाइन। अनि यिस्ट पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, यिस्ट पनि आइरहेको छ। अब चाहिँ म जबसम्म चाहिँ बियर देख्दिनँ म यसलाई अलिकति वेस्ट गर्छु बियरलाई। एउटा लाइन चाहिँ क्लियर भयो तपाईँको, एउटा लाइन चाहिँ क्लियर भयो। अब चाहिँ अर्को लाइन, पहिला चाहिँ आयोडाइन आउँदैछ हाम्रो। आयोडाइन पछि हाम्रो यो यिस्ट तल रहेको यिस्ट फेक्दैछु म। अनि अब मैले चाहिँ अलिक बियरहरू देखेपछि चाहिँ म यसलाई बन्द गर्छु। अब चाहिँ मैले यसलाई बन्द गरेँ, बन्द गरेर राख्छु। अब यो फ्लोर चाहिँ अलिकति म रिन्च गर्न जाँदैछु। फ्लोर सफा भयो मेरो। अब चाहिँ म चाहिँ क्लिन केक हाम्रो यता छ, क्लिन केक्स। क्लिन केक्स हाम्रो यता रहेको छ। क्लिन केक्सको चाहिँ अब हामीले यो लिड्स, मेरो अलि फेसमा मात्र फोकस भएर चाहिँ तपाईँहरूलाई अलिकति यता तल देखाउन चाहिँ अलिक गाह्रो भएर चाहिँ म चाहिँ अलिकति निहुरिनु पर्ने भयो। यो चाहिँ हाम्रो केक्स भयो। यसमा चाहिँ यो सेनिटाइजर हो, अल्कोहल।
यसले स्प्रे गरेर यहाँ पनि सेनिटाइज तपाईको यसलाई यहाँ केकमा हालेर तपाईको पहिला यो केक चाहिँ सफा छ कि छैन भनेर चाहिँ हामीले स्मेल गर्न एकदम जरुरत हुन्छ किनभने फोर डर्टी केक छ भने चाहिँ हाम्रो बियर स्पोइल हुन्छ त्यसैले चाहिँ म चाहिँ बियर यो पहिला केकमा के छ हाम्रो सेनिटाइज छ कि छैन भनेर चाहिँ म स्मेल गर्न जाँदैछु त्यसको लागि चाहिँ यो बियरको लाइनलाई चाहिँ ओपन नगर्ने अनि यो चाहिँ हाम्रो ग्यास आउट को लाइनलाई चाहिँ ओपन राख्ने मैले केक प्रेस गर्न जाँदैछु अनि यहाँबाट चाहिँ केक भित्रको यसलाई चाहिँ अब चाहिँ यो तपाईको चाहिँ बियर इन हुने तपाईको इनलेट चाहिँ क्लोज अनि यो एयर आउट चाहिँ ओपन अनि केकलाई मैले ओपन गरेँ अनि अब हावा आउँदैछ म चाहिँ स्मेल गर्न जाँदैछु स्मेल क्लीन छ अब यो एयर आउटलाई क्लोज बियर इन लाई ओपन तपाईको बियर इनलाई चाहिँ ओपन गरी बियर चाहिँ अब रिफिल हुँदैछ अब चाहिँ अर्को लाइनको पालो हाम्रो चाहिँ वान टाइममा चाहिँ दुईटा केकसम्म चाहिँ फिल हुन्छ किनभने स्मल ब्रुवरी हो अनि यसलाई मैले सेनिटाइज गरेँ सेनिटाइज चाहिँ एकदम इम्पोर्टेन्ट अनि सेम यसलाई मैले केकमा हालेँ क्लोज गरेँ बियर इन क्लोज एयर आउट चाहिँ ओपन फेरि प्रेस गरी तपाईले प्रेसरको आवाज सुन्न सक्नुहुन्छ होला अब म चाहिँ यसलाई पनि स्मेल गर्छु सेनिटाइजर बास्ना आइरहेछ अब म एयर आउटलाई क्लोज गर्छु अनि तपाईको बियर इन ओपन अनि तपाईको चाहिँ हाम्रो प्रेसर चाहिँ यताबाट कन्ट्रोल हुन्छ यहाँबाट यहाँ गेज हुन्छ अनि तपाईको चाहिँ अब तपाईको चाहिँ के हुन गइरहेको छ भन्दाखेरि चाहिँ बियर चाहिँ केक भित्र इन भइरहेको छ बियर अब तपाईको चाहिँ यो केकमा चाहिँ तपाईको चाहिँ स्पेस छ नि त अब तपाईको चाहिँ बियर त भित्र एयर छ बियर गइरहेको हुँदाखेरि चाहिँ तपाईको ग्यास आउट नभएको कारणले चाहिँ यो फिल हुँदैन त्यसको लागि चाहिँ पछि तपाईको 1-2 मिनेट्स पछि चाहिँ तपाईको एयरलाई आउट गर्ने अनि अटोमेटिक तपाईको बियर फिल भएपछि यहाँ यो साइड ग्लासमा आउँछ बियर अहिले म तपाईलाई देखाउँछु अब यहाँ पनि ओपन गर्ने यहाँ बल हुन्छ यो स्क्रिन ग्लास भित्र बल जुनले कि तपाईको चाहिँ बियर पुश भएपछि चाहिँ तपाईको रोक्ने गर्छ अनि यो बियर पुश भएर चाहिँ माथितिर नजाओस् भनेर चाहिँ हामी यसलाई कभर गर्छौं यसरी कभर गर्छौं अनि तपाईको यो बियर फिल हुनलाई चाहिँ तपाईको म्याक्सिमम 5 to 6 मिनेट लाग्छ अब हामी 5 to 6 मिनेट वेट गरौँ हाम्रो चाहिँ माइक्रो ब्रुवरी भएको कारणले चाहिँ हामी चाहिँ एक समयमा चाहिँ दुईटासम्म चाहिँ केक गर्न सक्ने चाहिँ हाम्रो लाइन छ तपाईको ठुल्ठुलो ब्रुवरीहरुमा चाहिँ तपाईको वान टाइममा चाहिँ यस्तो चाहिँ 12-13 वटा चाहिँ केकहरु चाहिँ फिल गर्न मिल्छ तर हाम्रो चाहिँ सानो क्राफ्ट ब्रुवरी छ वीकली तपाईको कहिलेकाहीँ चाहिँ हप्तामा दुईटा बियर रिलिज हुन्छ कहिले हप्तामा एउटा बियर रिलिज हुन्छ त्यसैले चाहिँ हामी चाहिँ रस नगरिकन चाहिँ हाम्रो चाहिँ एक टाइममा चाहिँ दुईटा मात्र केक फिल गर्ने चाहिँ हाम्रो अहिले सिस्टम बनाएको छ त्यसैले अब केक फिल भइरहेको छ अहिले म तपाईलाई यता बियर फिल भएर चाहिँ कसरी रोक्छ भनेर चाहिँ म तपाईलाई देखाउँछु एकछिनमा अब बियर अलमोस्ट फुल हुन लाग्यो यहाँसम्म पुगिसक्यो बियर फिलिङ गर्न चाहिँ मोस्ट इम्पोर्टेन्ट चिज चाहिँ तपाईको लाइन सेनिटाइज हुनु पर्यो किनभने अक्सिडेसन हुनु भएन बियरमा किनभने यहाँ अक्सिजन छ भने हाम्रो बियर चाहिँ अक्सिडेसन हुने धेरै चान्स हुन्छ त्यसैले चाहिँ अहिले हामीले जुन चाहिँ सिस्टम युज गरिरहेको छौँ त्यसमा चाहिँ तपाईको कुनै पनि हालतमा चाहिँ बियर अक्सिडेसन हुने चान्स छैन किनभने चाहिँ
तपाईँको अलरेडी यो लाइनमा चाहिँ हामीले सेनिटाइज गरेर चाहिँ यसलाई पर्च गरेको हुन्छौँ CO2 ले। अनि त्यसपछि CO2 ले पर्च गरेपछि हामीले बियरले पनि पर्च गर्छौँ। अनि त्यस कारणले चाहिँ यसमा कुनै पनि चान्स छैन तपाईँको बियर अक्सिडेसन हुने। आज चाहिँ तपाईँको चाहिँ यो ब्याच चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ दुई भाग गरेको कारणले चाहिँ यो ब्याच चाहिँ लाइक तपाईँको 10 केक्स और लाइक 11 केक्स चाहिँ हाम्रो यो व्हिट बियर हुने गर्छ। किनभने बाँकीको रिमेनिङ 4 केक अथवा 5 केक चाहिँ हामीले चाहिँ नयाँ बियर बनाएको छौँ। त्यसमा चाहिँ ब्लेन्ड गरेर चाहिँ यो जर्मन हेफवाइजन बियर र तपाईँको सेसन आइपिए चाहिँ हामीले चाहिँ ब्लेन्ड गरेर चाहिँ त्यसमा चाहिँ फ्रुट एड गरेर चाहिँ फ्रुट बियर बनाउने चाहिँ प्लान गरेको छौँ। त्यसैले अहिले यो चाहिँ तपाईँको आज चाहिँ 10 देखि 11 केकको बियर हुने गर्छ। सो लेट्स सी कति केक हुन्छ आज यो बियर। तपाईँलाई चाहिँ म पुरा डिटेल देखाउँछु। अनि यो केक हामीले केक गरेपछि कहाँ स्टोर गर्छ हाम्रो केक रुम, अनि त्यसपछि कसरी चाहिँ हामीले ट्याप गर्छ यो बियर अनि कसरी रिलिज गर्छ भनेर चाहिँ तपाईँलाई आज यो भिडियोमा चाहिँ म A to Z बताउन जाँदैछु। अब यसको प्रेसर कम हुँदै जाँदैछ त्यहाँ ट्याङ्कमा, त्यहाँ पनि हामीले चाहिँ प्रेसरको ध्यान गर्नु चाहिँ पर्नेछ। किनभने चाहिँ तपाईँको यो चाहिँ हाम्रो CO2 ट्याङ्क हो। अब म यहाँ अलिकति ओपन गर्छु CO2। त्यहाँ ट्याङ्कमा धेरै चाहिँ होइन लाइक त्यहाँ पनि ध्यान दिनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो प्रेसर गेज हो। प्रेसर गेज तपाईँलाई चाहिँ त्यहाँबाट चाहिँ छेकियो होला। यो चाहिँ हाम्रो प्रेसर गेज हो। यतापट्टि प्रेसर गेज छ यहाँ। अनि यो बियरको नामहरू पनि लेख्नुपर्ने हुन्छ। नामहरू चाहिँ हाम्रो चाहिँ केक कलर छ हामीसँग चाहिँ केक कलर, हामीले चाहिँ यसलाई केक कलर भनिन्छ। अनि यसलाई चाहिँ मैले चाहिँ बियरको नाम र बियरको चाहिँ एबिसी चाहिँ लेख्नुपर्ने हुन्छ। यसरी लेख्नुपर्ने हुन्छ। अहिले म तपाईँ अनि यता बियर पनि फिल भयो हाम्रो। तपाईँको बियर फिल भएर चाहिँ यहाँ बियर फिल भएर चाहिँ यहाँ साइड ग्लासमा आएको छ। बियर फिल भएपछि हामीले बियर इन क्लोज अनि केक क्लोज तपाईँले यहाँ पनि हेर्न सक्नुहुन्छ यतापट्टि। यो चाहिँ अहिले चाहिँ म चाहिँ तपाईँको एक्लै भ्लग गर्छु नि त, त्यसैले यो चाहिँ जिम्बलबाट हो। अनि अलि मलाई चाहिँ गाह्रो छ कि अलि मेरो चाहिँ फर्स्ट टाइम युट्युब भिडियो बनाउन जाँदैछु। अनि म चाहिँ प्रोफेसनल पनि छैन, त्यसैले चाहिँ भिडियोमा चाहिँ केही कमजोरीहरू छ, तपाईँलाई केही विकनेसहरू छ भने चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ अझ स्टिल फिल भइरहेको छ। बियर फिल भयो, बियर आयो। अब चाहिँ हामी यसलाई क्लोज गर्छौँ। क्लोज केक क्लोज। त्यहाँ पनि ट्याङ्कमा पनि प्रेसर फुल हुन लाग्यो, त्यो पनि क्लोज गर्छौँ। क्लोज गऱ्यौँ। यता सिलिन्डर पनि क्लोज गर्नुपर्ने हुन्छ, नत्र भने यो CO2 फ्रिज हुन्छ, यसरी फ्रिज हुन्छ। CO2 पनि क्लोज। बियरलाई यताबाट झिकौँ। यो चाहिँ यसले चाहिँ मेरो फेस मात्र रेकर्ड गर्ने भएको कारणले चाहिँ मलाई चाहिँ अलि निहुरिनु पर्ने हुँदो रहेछ। तपाईँको चाहिँ अल्कोहलले यहाँ लिडमा चाहिँ बियर चाहिँ आउट गरेर चाहिँ क्लिन गर्नुपर्ने हुन्छ, नत्र भने मोल्ड हुन्छ, छिट्टै यो मोल्ड ग्रो हुन्छ। अनि फेरि सेनिटाइजरले चाहिँ मजाले सेनिटाइज गरेर लिड लाएर मजाले बियर हाम्रो दुईटा केक भयो। अनि यो बियरलाई चाहिँ
यसरी साइड लाउनु पर्ने हुन्छ परिसक्यो यो चाहिँ तपाईको बियरको लिटर चाहिँ धन्दै धन्दै 59 लिटर चाहिँ 59 लिटरको केक हो पर केकमा चाहिँ हाम्रो 59 लिटर जान्छ अनि त्यसपछि यो बियर कुन हो यसको कलर लगाइदिने अनि फेरि अब चाहिँ नयाँ केक फेरि नयाँ केक तपाईको चाहिँ म चाहिँ झुक्नै पर्ने हुन्छ सेनिटाइज गरौँ अनि यो पनि हामीले केक गरेपछि सेनिटाइजमा डुबाउनु पर्ने हुन्छ अनि क्लिन गरौँ यसलाई पनि अझै डबल सेनिटाइज ओपन गरौँ केकमा हालौँ लक गरौँ बन्द बियर इन बन्द एयर आउट ओपन अनि हामी ओपन गर्छौँ तपाईले आवाज सुन्नै सक्नुहुन्छ होला यो ग्यासको आवाज हो अनि यसलाई चाहिँ हामीले चाहिँ स्मेल गर्नुपर्ने हुन्छ कि यो केक डटी छ कि छैन प्रत्येक चोटि तपाईले केक फिल गरेर चाहिँ यो स्मेल गर्नुपर्ने हुन्छ सेनिटाइज स्मेल आइरहेछ एयर आउट क्लोज बियर इन ओपन केक हुँदैछ यो अर्को केक हो तपाईको केकको लाइन सेनिटाइज चाहिँ मोस्ट इम्पोर्टेन्ट चिज हो है बियरमा ओपन लक क्लोज बियर इन क्लोज एयर आउट ओपन सेनिटाइजको स्मेल आइरहेछ क्लोज ओपन तपाईको यसरी चाहिँ यो पुरै आज चाहिँ म केक गर्न जाँदैछु पुरै हेर्न सक्नुहुन्छ यहाँ केक यो पुरै अब चाहिँ एयर आउट ओपन गर्नुपर्ने हुन्छ अब चाहिँ यो बियर चाहिँ म चाहिँ केक रुम भित्र लादैछु केक रुम भित्र गएपछि म तपाईलाई केक रुम भित्रको चाहिँ तपाईलाई म भिडियो देखाउन जाँदैछु सो गाइज अब चाहिँ म तपाईहरुलाई चाहिँ मेरो केक रुम र कोल्ड रुम स्टोरेज भित्र लिएर जाँदैछु यो चाहिँ हाम्रो केक रुम हो तपाईले यो लाइन देखिराख्नु भएको छ नि माथि यो सबै चाहिँ हाम्रो केक रुमको स्टोरेज हो सबै यिनीहरु चाहिँ तपाईको चाहिँ हाम्रो यही बनेको बियरहरु हो अनि तपाईको चाहिँ आज म केक सेनिटाइज गरौँ एउटा ट्याप खाली भेटे मैले त्यही ट्यापमा चाहिँ हामी यो बियरलाई चाहिँ आज ट्याप गर्छौं ओ आस्क माई हेल्प न you cannot carry this alone. I didn't see this one. No problem. With you. Yeah. Sorry. No, it's fine. You are coming in the video, that's it. I'm caking new beer. Today tapping the new beer. Hefeweizen, yeah. Nice. So I want to make the video how to cake. How to take a beer, how to tap it in my language. Yeah, now you're doing two content, English and Yeah. nice. Tap gore. Karam, say something to my viewers. Even I don't have views. This guy is the best guy. He's the best bro in the Middle East. अब चाहिँ तपाईको चाहिँ हामी चाहिँ बाहिर जाँदैछौँ बाहिर चाहिँ हाम्रो क्लाइन्टहरु होला ट्यापहरु होला
किनभने म चाहिँ ब्रुअरीभित्र काम गर्छु फलो गर्नु होला यो चाहिँ मेरो बार हाउ आर चार्ली यु गुड or no Very good. How about you? I'm very good. Today we are tapping new beer, Okay. wheat beer. So let's see. Tap number 9. Tap number 9. Tap number 9. Tap number 9. अहिले चाहिँ म चाहिँ लाइन सफा गर्दैछु त्यही बियर नयाँ कनेक्ट गरेको बियरले चाहिँ त्यही बियरले लाइन सफा गर्दैछु 2 पाइन्ट चाहिँ फेकेपछि चाहिँ तपाईको चाहिँ अघिनको सेम बियर चाहिँ हाम्रो ट्यापमा आइसकेको छ फेरि मेरो जब चाहिँ फेरि बिफोर वी सर्भ टु कस्टमर आई हेभ टु मेक स्योर दिस बियर इज पर्फेक्ट लाइक वाट इज इट वाज इन द ट्याङ्क सो अब म चाहिँ फेरि टेस्ट गर्न जाँदैछु स्मेल गुड पर्फेक्ट अब यो चाहिँ म चाहिँ अब फर्स्ट हाम्रो फ्रन्ट बार भइहाल्यो अब ब्याक बारमा चाहिँ मलाई जान अलि अनकम्फर्टेबल हुन्छ किनभने धेरै कस्टमरहरू हुन्छ तपाईहरुलाई चाहिँ म त्यही पनि ब्याक बारमा लिएर जाँदैछु से हाई अस्सलाम वालेकुम all good Yeah. You buy Nimble? yeah I'm recording video What are you doing? say hi Hi. For live. no for YouTube YouTube? yes Hey. this is doing the live like it's follow it will follow no you don't have to do anything Really? yeah What? face it will like lock my face and then wherever I go it will follow me Well, let me lock my face. I tap new way that's why केक केकिङ पनि गरे ट्यापमा पनि हाले अनि ट्यापबाट पनि दुईटै बेर टेस्ट गरे अर्को बारमा चाहिँ धेरै बिजी रहेछ आज गेस्टहरू अनि त्यही भएर चाहिँ त्यो भिडियो पनि म एडिट नगरिकन हालौँ ल अनि हाम्रो अर्को बियर चाहिँ यता केकिङ भइरहेको छ यता अनि यो सबै केक भएपछि चाहिँ म सेम प्रोसेस हुनेछ त्यही भएर यो भिडियो चाहिँ म लम्बाउन चाहन्न सो थ्याङ्क यू सो मच गाइज तपाईहरुलाई चाहिँ यदि क्राफ्ट ब्रुअरीको बारेमा चाहिँ अथवा लाइक क्राफ्ट बियरहरूको बारेमा चाहिँ केही भिडियोहरू केही इन्फर्मेसनहरू चाहिन्छ भने चाहिँ लाइक मेरो भिडियो मन पर्छ भने अनि बियरहरूको बारेमा केही सोध्नु छ भने चाहिँ मलाई तल भिडियोको तल चाहिँ कमेन्ट गरिदिनु होला केही सुझाव सजेसन छ भने चाहिँ थ्याङ्क यू सो मच गाइज